आज खिर खानुभयो त साथीहरू आज साउन 15 को खिर हाम्रो चाहिँ बिहानको दुध सबै ठेकामा लाउनु भएको छ के अनि त्यसपछि दिउँसो 2 बजे दुनुहुन्छ नि त दुध अनि 2 बजेपछि मात्रै मैले चाहिँ खाजाको रूपमा बनाउँदैछु आज चाहिँ सिम्पल तरिकाले बनाउँछु तर एकदम धेरै मिठो हेर्दा हेर्दै साथीहरू चाडबाडहरू पनि सबै सुरु भइसक्यो कि अब यो चाडबाडहरूको सिजन आयो कि मलाई चाहिँ कस्तो धेरै रमाइलो लाग्छ यो चाडबाडको सिजन आएपछि चाहिँ चाडबाडहरूमा अब यो खिर बनाएको रेसिपी त के भनिराख्नु साथीहरू सबैजनालाई खिर बनाउनु त आइहाल्छ नर्मली नै हो हैन अर्थकै टपिकमा गफ गरौँ न भिडियो चलुन्जेलसम्म हैन अनि यो टिकटकको फेसबुकको फलोअर्स नबढेको देख्दाखेरि चाहिँ नि साथीहरू मलाई चाहिँ यस्तो धेरै दिक्क लागेर आउँछ कस्तो एउटा पनि फलोअर्स बढ्दैन के भएको मेरो त झन् जम्मा न टिकटकमा एउटा फलो बढ्छ न फेसबुकमा बढ्छ के भएको कि मेरो आइडियाहरू नै बिग्रेको हो कि के हो जस्तो लाग्छ कि अनि भ्युज पनि पो आउँदैन त मेरो टिकटकमा पनि त्यति धेरै भ्युजै जाँदैन फेसबुकमा त अनि कुरै नछोड्नु फेसबुकमा त कहिले 1000 भ्युज पनि गर्दैन कि मेरो त के भएको मेरो आइडियाहरू नै बिग्रेको हो कि जस्तो पनि लाग्छ कि मलाई घरिघरि तपाईँहरूको त्यस्तो हुन्छ कि हुँदैन साथीहरू मेरो त एकदम धेरै त्यस्तै छ भ्युजै नजाने अनि फलोअर्स एउटा पनि नबढ्ने त्यस्तै भइरहेछ मेरो त अनि यो टिकटकमा पनि फेसबुकमा पनि साथीहरू लाउन एकअर्कालाई सहयोग गर्नु पर्यो के अब फलो गर्नु हजुरहरू पनि म पनि फलो गर्छु फलो ब्याक गर्छु हजुरहरूले पनि लाइक कमेन्ट गर्नु अनि मेरोमा पनि नोटिफिकेसन आउँछ नि त अनि हजुरहरूलाई पनि म गर्छु म पनि आफै पनि म फलो पनि गर्छु लाइक कमेन्टहरू पनि गरिरहेको हुन्छु हैन सबैजनाले सपोर्ट गरौँ के एकअर्कालाई सपोर्ट गर्यो भने मात्रै अगाडि बढ्न सकिन्छ एकदमै भ्युज नै त चाहिने हो नि हामीलाई फेसबुकमा पनि भ्युज नै चाहिन्छ टिकटकमा पनि भ्युज नै चाहिन्छ अनि फेसबुकमा पनि अब फलोअर्स नै चाहिने हो टिकटकमा पनि फलोअर्स नै चाहिने हो साथीहरू एकअर्कालाई सपोर्ट गर्यो भने त हो नि अब हजुरहरूले पनि मलाई फलो गर्नु म पनि हजुरलाई फलो ब्याक गर्छु हैन अब त्यसैमा अब भ्युज पनि हुन्छ लाइक कमेन्ट पनि गरौँ त्यस्तै गरेर अब अगाडि बढौँ है साथीहरू त्यस्तै हो यस्तै गफ गर्दा गर्दै खिर पनि पाको खिर पाकेगरी हामीले चाहिँ खायौँ सम्म चाहिँ साथीहरू भिडियो हेरेर साथ पनि दिनुभयो अब यो भिडियोलाई चाहिँ लाइक कमेन्ट पनि गरिदिनु होला अनि फलो पनि गरिदिनु होला भन्दै थ्याङ्क यू फर वाचिङ बाई बाई